तपाईलाई तिर्खा लागेपछि मात्रै पानी पिउने बानी छ? त्यसो हो भने तपाईको शरीरले धेरै पटक ढिलो गरी सङ्केत दिइरहेको हुन सक्छ। हामीमध्ये धेरैले काममा व्यस्त हुँदा, यात्रा गर्दा वा मोबाइलमै हराउँदा पानी पिउन बिर्सिन्छौँ। तर समस्या तिर्खा मात्र होइन। शरीरमा पानी अलि कम हुँदै जाँदा सुरुमा ठूलो लक्षण देखिँदैन। बरु तपाईले यसलाई आज अलि थाकेको छु, फोकस गर्न गाह्रो भयो वा टाउको किन भारी भयो भनेर सामान्य दिनको हिस्सा ठान्न सक्नुहुन्छ। यही कारणले धेरै मानिसले पानीको कमीलाई गम्भीर रूपमा लिँदैनन्। तर यस्तो सानो कमी बारम्बार दोहोरिँदा दिनभरको ऊर्जा, ध्यान, काम गर्ने क्षमता र मुडमा असर पर्न सक्छ। विशेष गरी गर्मी, धेरै पसिना आउने काम, व्यायाम, ज्वरो, पखाला वा उमेर बढ्दै जाँदा शरीरलाई पर्याप्त तरल पदार्थ चाहिन्छ। राम्रो कुरा के हो भने यसको समाधान कठिन छैन। बिहान उठेपछि 1 गिलास पानीबाट दिन सुरु गर्नुहोस्। त्यसपछि तिर्खा लाग्ने प्रतीक्षा मात्र नगरी हरेक केही घण्टामा केही घुटको पानी पिउने बानी बसाल्नुहोस्। काममा व्यस्त हुनुहुन्छ भने पानीको बोतल आँखै अगाडि राख्नुहोस्। मोबाइलमा सानो रिमाइन्डर राख्न सक्नुहुन्छ। सादा पानी मन नपरे काक्रो, कागती वा पुदिनाको स्वाद थप्न सक्नुहुन्छ। फलफुल र तरकारीबाट पनि केही पानी प्राप्त हुन्छ। यदि आजैदेखि धेरै पानी पिउन गाह्रो लाग्छ भने पनि चिन्ता नगर्नुहोस्। केवल एउटा अतिरिक्त गिलासबाट सुरु गर्नुहोस्। त्यो सानो परिवर्तन नै बिस्तारै तपाईको नयाँ बानी बन्न सक्छ। याद राख्नुहोस्, पानीले सबै समस्या समाधान गर्दैन। तर शरीरलाई चाहिने पानी नपुग्दा तपाईले अनावश्यक रूपमा ऊर्जा, एकाग्रता र दिनभर राम्रो महसुस गर्ने अवसर गुमाइरहनु भएको हुन सक्छ। कहिलेकाहीँ राम्रो दिनको सुरुवात औषधिबाट होइन, समयमै पिएको एउटा गिलास पानीबाट पनि हुन सक्छ।